बितेका केही दिन यता सामाजिक सञ्जाल र समाचारहरू हेर्दा म जस्तै तपाईको मन पनि पक्कै कतै न कतै भारी भएको होला। घटना र परिस्थितिहरू फरक होलान्, तर ती सबै कुरालाई गहिरिएर निहाल्दा मेरो मनमा एउटा प्रश्न खेलिरह्यो, के संसारको कुनै पनि समस्या हाम्रो जीवनभन्दा ठुलो हुन सक्छ र? हो, समाजमा नियमहरू छन्, गल्ती हुँदा जरिवाना र सजाय पनि भोग्नुपर्छ। आर्थिक अभाव, ऋणको बोझ र परिस्थितिहरूले कहिलेकाहीँ मानिसलाई एकदमै निराशाको भुमरीमा धकेल्न सक्छ। तर आवेशमा आएर आफ्नो अमूल्य जीवन नै दाउमा लगाउनु वा हरेस खानु कुनै पनि समस्याको सही समाधान भने होइन। अहिले कतिपयले यस्ता घटनामा राजनीति गरिरहेका होलान्, कतिले पक्ष र विपक्षमा बहस गरिरहेका होलान्, तर मलाई लाग्छ यो समय बहसको होइन, एकअर्कालाई हिम्मत दिने समय हो। हामीले बुझ्नुपर्छ, परिस्थिति जतिसुकै कठिन भए पनि श्वास रहेसम्म आश रहन्छ। जीवन रहे मात्र सङ्घर्ष गर्न सकिन्छ। त्यसैले जस्तो सुकै परिस्थितिमा पनि हिम्मत नहारौँ। यदि तपाईँ वा तपाईँको वरिपरि कोही मानसिक तनावमा हुनुहुन्छ भने मनका कुरा सेयर गरौँ, समाधान खोजौँ, तर जीवनसँग हार नमानौँ। जीवन सुन्दर छ, यसलाई जोगाऊँ। धन्यवाद।